पाएकै छन् मत हेर्नु है त 2-4 लाखै मत छन् सकुमा पाएका त्यही छन् भने त यसले भर्खर अस्तिको दिनसम्म खाइरहेको त्यही कुरा गरेछन् होइन तिनीहरूको आक्षेप 2 तला कार्यकर्ता छन् नि त त्यो बोलिहाल्छ त्यो 2 तला कार्यकर्ताको होइन नेपालभित्र 2.5 करोड बाहिर 1 करोड गरेर 3.5 लाख लगभग 3.5 करोड 4 करोड नेपाली र नेपालको असल चाहने मित्र सबैको चाहना के छ नयाँ सरकार नयाँ पुस्ता नेपाल अब क्रमभङ्ग भइसक्यो नयाँ रूपमा जानुपर्छ गइसक्यो हाम्रो आकांक्षा छ त्यो पछाडि चान्सै छैन म यहाँ जोड्न चाहन्छु आउँदो निर्वाचनमा चुनावमा हामीले सबै कुरा पार गरेर जितिसकेको हुनाले नबिकेर भ्रष्टलाई दुष्टलाई दलीय तन्त्रलाई हटाएर सही व्यक्तिलाई सही दललाई सही पार्टीलाई सही व्यक्तिलाई सायद हर्क साम्पाङ हुन् नयाँ आएका दलहरू त हामी भएको संविधान नागरिक पार्टी हो जो नयाँ दललाई व्यक्तिलाई शक्तिलाई हामीले नयाँ चरित्र नयाँ पात्रलाई हामीले विजय गराएर यो क्रान्तिले जेनजीको 70-80 जनाको बलिदानले